साथीहरू, आज बालेलले लामो स्ट्याटस लेख्दै अब सुकुम्बासी पीडितलाई हामी छान्नेछौँ निहालेर। सबै सुकुम्बासी बसेका सुकुम्बासी होइनन्, वास्तवमा सुकुम्बासी को हुन् उनीहरू पीडितलाई हामी छानेर उनीहरूलाई जग्गा वितरण गर्नेछौँ छिट्टै भनेका छन्। लामो स्ट्याटस लेख्दै उनले बाढी पीडितका कारण हजारौँ मान्छे जोखिममा छन्, हजारौँ मान्छेको ज्यान गइरहेछ वर्षेनी नेपालमा। अब अहिले थापाथली काठमाडौँमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई डोजर चलाइएको हो। वास्तविक सुकुम्बासी छानेर उनीहरूलाई जग्गा दिइने हो अरे बालेन शाहले। यो काम एकदमै राम्रो हो साथीहरू। वास्तविक सुकुम्बासीको पहिचान गर्नुपर्छ। सबै सुकुम्बासी बसेका घर पक्की घर बनाएर बसेका सबै सुकुम्बासी चाहिँ होइनन्। सरकारी जग्गामा अतिक्रमण गरेर 20औं 10औं वर्षदेखि बसिरहेका ती सुकुम्बासी होइनन् साथीहरू। किनकि सुकुम्बासी त एउटा झुप्रोमा बसिरहेको हुन्छ, पैसा हुँदैन, बिहान र साँझको छाक टार्न सुकुम्बासीलाई गाह्रो हुन्छ। त्यो हो असली सुकुम्बासी। त्यस्तोलाई एउटा छुट्टै आयोग बनाएर एकदमै छुट्याउन जरुरी छ, को सुकुम्बासी हो को होइन भनेर। छुट्याएर बालेनले छिट्टै उनीहरूलाई लालपूर्जा जग्गा वितरण गर्ने भएका छन्। तपाईहरूको यस विषयमा प्रतिक्रिया के छ दिनुहोला साथीहरू।